हेलो एभ्रिवान, आज चाहिँ हामीले घरमा भेज ससेज बनाएको। अनि यो भेज ससेज चाहिँ हामी खाइबस्छौँ है, मिठो पनि हुन्छ। तपाईँहरूले पनि एकखेप ट्राई गर्नुहोस्। भेज ससेज राम्रो पनि हुन्छ है। बनाइराखेको छ हामी कोही खेर यसो छिटो छिटो सब्जीहरूको बदली यो बनाउँदा पनि हुन्छ। अनि यो चाहिँ क्रुएल्टी फ्री पनि, कुनै एनिमललाई अब कोबाट निकालेको होइन। यो चाहिँ जस्ट न्युट्रेला सोयाबिनबाट बनिएको। सो मिठो पनि हुन्छ, टेस्टी पनि हुन्छ। यसरी स्टिम गरेर बनाउनुपर्छ। स्टिम गरेर यो पाकेपछि चाहिँ फ्रिजमा हामीले स्टोर गरेर राख्नु सक्छ हो। अनि जब खानु मन पर्यो यस्तो पाराले काट्यो, सानो सानो स्लाइस गरेर काटेर चाहिँ यसलाई तेलमा फ्राई गर्नुपर्छ हो। अनि तेलमा फ्राई गरेर चाहिँ यसलाई चाहिँ चिली जस्तो बनाएर खाँदा भइगयो। यो सेम बिफ ससेज जस्तै देख्नु चाहिँ। अब टेस्ट पनि अब त्यस्तै भनौँ, अब के हालेपछि चाहिँ अब मिठै हुन्छ। अब तर अब राम्रो चाहिँ यही मिठो।